हालको तीव्र राजनीतिक परिवर्तनको बीचमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र गृहमन्त्री ओमप्रकाश अर्याल बीच देखिएको तनावले नयाँ बहस सुरु गरेको छ। केही समय अघि मेयर बालेन र उनका निकटवर्तीहरूले गृहमन्त्री अर्याललाई पदबाट हटाउन दबाब दिइरहेको चर्चा चुलिएको थियो। अहिले त्यो चर्चा केही सेलाए जस्तो देखिए पनि फेरि एकपटक गृहमन्त्री अर्याल र मेयर बालेन आम्ने सामने भएका छन्। आफ्नो योजना अनुसार काम नगरेको आरोप लगाउँदै मेयर बालेनको टिमले गृहमन्त्री अर्यालसँग टकराव सुरु गरेको हो। यसको पहिलो उदाहरण हो थापाथली स्थित प्रहरी बिट भत्काउने प्रयास। आइतबार महानगर प्रहरीको टोली डोजर सहित थापाथली स्थित राम मन्दिर परिसरमा ट्राफिक प्रहरी प्रभाग भत्काउन पुगेको थियो। उक्त प्रहरी प्रभाग सम्पदा क्षेत्रको जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको महानगरको दाबी छ। तर प्रहरी प्रभाग हटाउने तयारी भइरहेको थाहा पाएपछि गृहमन्त्री अर्यालले डीएसपीको कमान्डमा प्रहरी फोर्स परिचालन गरेका थिए। उक्त ट्राफिक प्रहरी कार्यालय भत्काउन महानगरले ठूलो संख्यामा नगर प्रहरी पठाएको थियो भने त्यसलाई रोक्न नेपाल प्रहरी पनि बाक्लै उपस्थिति थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार पत्र पठाउँदै थापाथली त्रिपुरेश्वर खण्डको दक्षिणतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयलाई हालका लागि नहटाउन काठमाडौँ महानगरपालिकालाई अनुरोध गरेको थियो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा हस्ताक्षरित उक्त पत्रमा रामशाह पथ स्थित ट्राफिक प्रहरी मुख्यालय भवन तथा ब्यारेक गत आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले करिब 100 जना प्रहरीलाई तत्काल अन्यत्र सार्न असम्भव रहेको उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले दीर्घकालीन समाधानका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय गर्ने बताएको छ। साथै सम्पदा क्षेत्रको संरक्षण र व्यवस्थापनमा महानगरलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। यद्यपि पत्र आएको केही समयपछि पनि काठमाडौँ महानगरपालिकाको प्रहरीले भत्काउने प्रयास गरेको थियो, जसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएर कार्य रोकिएको थियो। मैले के भनेको छु भने अहिलेलाई यो नभर्का भनेको छु कमान्डरलाई, कमान्डरले हुन्छ भनेछ, हुन्छ अब नभए यहाँ नराम्रो अहिले ट्राफिकहरू बस्नको लागि अहिले नभर्का भन्ने किनकि अवस्था यस्तो छ जेन्जी आन्दोलनले गरेर भत्किरहेछ। अहिले भर्खर अस्ति जलाएर गएको थियो, बल्ल बोराले मर्मत गर्दै ती हामी सबै मिलेर अहिलेलाई चाहिँ यो नभर्का भनेको छु मैले कमान्डर हाम्रो यहाँ आउने कमान्डरलाई, हुन्छ भनेछ।